ल यो गर्दन ए यो गर्दन हो है यहाँ हाम्रो भाइले चाहिँ देवेन्द्र भाइले चाहिँ यो बनाउँदै हुनुहुन्छ गर्दन अनि त्यो उखै हाम्रो त्यो यसको खुट्टाको जुस कता छ त्यो बनिसकेको छ त्यो अहिले हामी फेरि त्यसले खाने बेला फेरि त्यो सो गर्छौँ यो चाहिँ कलेजो फोक्सो हो अनि यो बोसो हो यो चाहिँ बुझिराख्नु के अरे के हो यो के अरे खसीको के भन्छन् यसलाई यो अन्डा पनि भन्छन् कसैले गुरेली भन्छन् के भन्छन् खसीको है खसीको नि यस्तो हुन्छ भनेर फेरि सोध्नु होला आफै बुझ्नुहोस् खसीको हो कि काको चट्टबारे के यो उ गर्न लाग्यो सफा गर्न लाग्यो त्यसलाई खुर्केर कता खुर्केर लिएर गएको हाम्रो भाइले यहाँ यसलाई चट्ट खुर्खार गरेर त्यो छालापट्टि देखाउँछ त्यो रङ छ कि छैन हो त्यसलाई चक्कुले खुर्किनुपर्छ हातले जान्छ सही कुरा तपाईँ पाउनु हुनुहुन्छ कि त्यो बिहानदेखि गेडा खाने भन्नुहुन्थ्यो मैले त त्यो उसको गेडा भनेको थिएँ के अरे चनाको गेडा भनेको थिएँ यो चाहिँ अर्कै गेडा परेछ सिमीको गेडा परेछ ठुलो सिमी आज हाम्रो चाहिँ एउटा खसी पुरै सिमी लिएर आएको है साउदीमा यस्तो पनि खाइन्छ हौ हाम्रो त यस्तो पनि खाइन्छ छोडिन्न गोर्खाली हो होइन त अब यसलाई चट्ट फेरि परिकार बनाएर थाला हाल्दा अति रमाइलो हुन्छ नि फेरि हाम्रो भोलि 4 दिनको ईदको बिदा पनि छ है हामी यो आज दोस्रो दिन बित्दैछ केही कमी छैन 4 दिनको भिडियो त मैले एक दिन माछाको अपलोड गरेँ एक दिन कुखुराको अपलोड गरेँ अब यो खसीको अपलोड हुन्छ बस त्यो चाहिँ यहाँ एभाइलेबल हुँदैन है यहाँ चाहिँ इलिगल हुन्छ त्यो चाहिँ अर्को त्यो झोल चाहिँ इलिगल हुन्छ साफ सुप भनेपछि यस्तो तडा हुन्छ नि फेरि हुन्छ यसरी बन्दैछ अब एकछिनपछि फेरि परिकार बन्दाखेरिको भिडियो आउँछ यहाँ डस्टबिन हो हाम्रो यहाँ भाइले फेरि यस्तो बनाउँदैछ फेरि बुलेली जस्तो देखिन्छ दुईवटा खसीको रहेछ नि यार म त एउटा मात्र खसीको भनेको थिएँ है दुईवटा खै यसो झुड्डाएर देखाउनु त के टक्क त्यो झुन्डिएको जस्तो देखाउनु नि हो ल हेर्नुहोस् त कति मजाको अर्कोतिर पनि ल हेर्नुहोस् चट्ट खाइन्छ परिकार रेडी हुँदैछ हाम्रो यता फेरि यो बोसोलाई नि उ गर्छन् र उमाल्छन् र गजब के यस्तो साफ गर्नुभयो यस्तो रेस्टुरेन्ट म त एउटा रेस्टुरेन्ट खोलिदिउँ कि आएर यता जेतातिर गएर एउटा रेस्टुरेन्ट खोल्नुपर्छ होला जस्तो मलाई नि अब यस्तो भाइहरू भएपछि दिनभरि काम गर्छन् राति आएर रेस्टुरेन्ट काम गर्छन् के भएर दिनभरि चाहिँ उसमा हो त्यही भनेको मैले त्यही भन्दैछु मैले 10 वर्ष काम गरेको पैसाले तर यति लाउनुपर्छ जस्तो छ कुकमा आइहाल्छ सिनेरमा नेपाली खाने भनेको यस्तै त हो अब साउथले खाने आउँदैन के नेपाली खाइहाल्छ यति भएपछि नेपाललाई यो यति भेटेपछि त्यहाँ त के चाहियो मन्टोले टेकेर आउँछन् प्याक गरिदिनु भयो नै यो अहिले बन्छ होइन
किसिन्छ यो चाहिँ हाम्रो खसीको त्यो के भन्छन् त्यसलाई खसीको दाना यो चाहिँ दाना है अभी ये बनेगा ल फेरि कुकमा फेरि हाम्रो कौशा मगरजी नै हुन्छ फेरि टमाटर लहसुन यो चिज उसमा आएर के अरे साउदीमा आएर यो चिज हामीले साउदीमा आएर कलेक्सन गरेर खानु भनेको हामी कम यो त्यसै भन्छन् वीर गोर्खाली खानी हो त खानी हो ठिक छ अझै यहाँ अर्को परिकार बन्दैछ रेडी हुँदैछ लाग्यो यस्तो साफ निट एन्ड क्लिन छट निट एन्ड क्लिन यस्तो क्लिन गर्ने हो यस्तो साफ गर्ने हो त्यो गर्नु पर्दैन निकाल्नु पर्दैन पानी बेसी हो कि जस्तो लागिरहेको छ मलाई ओहिरो लायो है ओहिरो लायो अब यसलाई पर भुट्ने भयो नि त काटेर राख्नुहोस् पछि जतिखेर मन लाग्छ त्यतिखेर टक्क झिकेर फर्र फ्राई गरेर खान सजिलो हुन्छ कि सुक्खा खाना हतार भएको बेलामा पनि सट्ट तेल ततायो पर भुटेर अरे ईद त हाम्रो पो चल्यो त यहाँ यिनीहरूको छैन मेजोरिटी छैन बन्दैछ है बन्दैछ यो सुप है खुट्टाको सुप खुट्टाको सुप यो चाहिँ भुटन अरे खाइन्छ नि अब यो सुप है खुट्टाको सुप जी खुट्टाको सुप मली खानी हो साउदी अरब त्यो पनि गोर्खालीले खाना जान छ ठिक छ खोजी ल्याएर खान्छ टोले उता सर्क देख्नु यो क्लोज जस्तो माने मैले यार यो तपाईँको धेरै क्लोज जस्तो माने कि मोबाइल अलिक टाढा हुनुपर्ने कि यो जुम नगर्ने कि जुम भएको छ कि यो एक नम्बरमै चलिरहेछ नि त गरे अब हेर टेस्ट गरे सुपलाई यसो चलाएर हेर्नुहोस् रिफिल गर्नु न यो भुटन हो यो
भयो अब त्यति यो चाहिँ हाम्रो खसीको खुट्टा हो। यो चाहिँ यता भुटन चल्दैछ, यहाँ पाक्दैछ। अनि उता चाहिँ राइस। यम्मी छ होइन राई? जस्तो भने के भोलि चाहिँ भ्याउनु हुन्छ। सकिएको दाइ? थपम थपम। सक्ने हो है। अब चाहिँ यहाँ पिसहरू बाहिर होइन, भित्र बस्छ। बाहिर बस्यो भने फेरि किडा मिल्छ फेरि मुखभित्र फेरि। त्यो क्या फाइदा भयो नि अँध्यारोमा बसेर खाना? अँध्यारोमा कसले बसेर खाना खान्छ त? पुरा पनि बन्द गरिदिउँ। यो भुटन हो है। भुटन राम्रो भएछ। यो खानु छ? पिस खानु छ नि? खुट्टा खानु किन? कसरी नखाने भने म खाइदिन्छु फेरि खुट्टा। भाइ त्यो साह्रो खाने पनि भनेको मोही यसरी खाने माहौल। फेरि जुरा र जुर्ला। दामी छ। भुटन दाल, भुटन दाल। यो